नमस्ते सबैजनालाई अनि एकदमै धेरै स्वागत छ। मेरो छोरो चाहिँ अहिले हामी चाहिँ गाउँमा छौँ नि त, अनि मेरो छोरो चाहिँ उसको दिदी दाइ स्कुल जान्छन्, त्यही भएर चाहिँ ऊ पनि जानु खोजेकोले चाहिँ उसलाई पनि म स्कुल पठाएको छु। अनि आजदेखि चाहिँ मेरो छोरो स्कुल जान थालेको छ। अनि उसको स्कुलको रियाक्सनहरू, उसको फर्स्ट स्कुलको उयोहरू म चाहिँ यसो अलिकति खिचेर राखौँ भनेर चाहिँ मेमोरी हुन्छ नि त, फर्स्ट टाइम स्कुल गएको म। अनि गाउँमा पहिले म सानोमा पढेको स्कुल नै मेरो छोरो पनि जाँदैछ। अब अलिक दिनसम्म गाउँमा बसिन्जेलसम्म म यही स्कुल लग्छु। यो मेरो छोरा भदैनी स्कुल गएको। कहाँ गएको छोरा? फर्स्ट टाइम स्कुल जाँदैछ, फर्स्ट दिन। आज मेरो छोराको पहिलो दिन स्कुल ल, गाउँमा पहिलो दिन स्कुल जाँदैछ है आज मेरो छोरा। यहाँ हेर्नु त, हाई। कति सुहाएको आमामा मेरो छोरा। अनि भदैनी स्कुल गएको। अनि यस्तो पारा चाहिँ कहिले पुग्नु ल? होइन बन्दुक ल, हिँड्नु आज नमाग फर्स्ट दिन स्कुल जाँदैछ नि, पहिलोपल्ट। ल हिँड्नुहोस्, आज कतिको मान्नु हुँदो रहेछ नमुले। ल अलि उता जान, अनि उताबाट खेल न। गाइमी बाटो रहेछ नि त, अनि खेलाउन निकालिहाल्दो रहेछ। घोडा घोडा। ओहो ककक बान्ने। ओ ककक राम। इ कति धेरै कककहरू। बहिनी खेल्ने स्कुल पढेको नि दुईजना। स्कुल पढ्नु थालेको अब मेरो छोरा। नुनी हो ए हो रहेछ। आमामा यहाँ कलर चिनाउ न नमुले। यहाँ लु कलर चिनाउनु त। ओहो डक। अनि के छ? काउ। यस। राम नमाङ स्कुल पढ्ने भइहाल्यो। अब सिधा हिँड्नु है, लड्छ सिधा हिँड्नु। धुलो छ राम बुस धुलो। राम उधोको बाटी। स्कुल ढिलो भयो ल। भाइ पनि हिँड्ने अरे फेरि ऊ। यो मेरो छोरा चाहिँ यहाँ स्कुलबाट निक्लिसकेछ है। आहाई नमर दादा त नमाङ र अप्सन दादा त छुट्टी भयो। हो अनि सुहानाको छुट्टी नहुने रहेछ हो र। ओ मै ल हिँड्नुहोस्। कति ज्ञानी हो नि मामा। फापुई कता जानुभएछ मामा? यतै जानुभएछ ए। लु बेबी हे गर्यो हो। ल जम गर ल। मै मेरो छोरा त कति ज्ञानी हो गर्यो हो। बेबीले कसो गर्यो? रुयो रुनु भयो। को रहेछ नानाहरू? खै हेन्चे गर्नु नि त नानालाई। बाई नाना भन्नु। खै बाई गर्नु न। मार्क्सले चिनेन जस्तो छ। मार्क्स लगाएर नो कि नाना हो? नो ल गएकै बुनु। हस् नाना हो, हस् नाना। हामी घर जाने ल। ओके। सुहाना नाना पनि आइपुग्नु भएछ हो। अब तीनजना घर जाँदैछन्। स्कुल छुट्टी भयो छोरा। छुट्टी भएको छैन नमाङको त। यहाँ हेर्नु त, तीनजनाले यता हेर्नु त। न म यता हेर्नु।
यस हेलो गर्नु आज डे 3 नमु स्कुल हैन हो भन्नुस् न कति खुसी हुन्छ मेरो छोरा स्कुल जाँदा आमा म झोला त्यस्तै छ बोकेको हो ल हाम्रो चाहिँ स्कुल जाने बाटो चाहिँ यस्तो छ यहाँ घरदेखि उदो है हजुर अनि नमुलाई चाहिँ म कसरी बोकिरहेको छु यहाँ देखाइदियो अप्सन सुहाना हामी चाहिँ यस्तो बाटो झर्दैछौँ होइन बाटो हेर त उयो तलतिर मात्रै रोड छ अब गाउँमा चाहिँ यस्तै छ है स्कुल जाने बाटोहरू चाहिँ है रोडै रोड नमु यता छ ऊ साथीहरू बुनी बुनी ऊ त्यहाँ बुनी नम यता आउनुहोस् ल क्लास जाउँ म यहाँ क्लास हिँड ल तिमी चाहिँ क्लास कहाँ हो जाउँ म माथि साथीहरू आए अब चाहिँ क्लासमा अब ल साथीहरूसँग खेल्नु जाने र को अरे बब खेल्ने ल अहिले निकालिदिन्छ ल नमु ल बस्ने गायमी खै गायमी बुनु भन न बुनु भन्नु न यो बसी गरेर खेला त्यहाँ गायुमीसँग गायुमी यहाँ हेर त हेलो गर स्कुलमा यस्तो मजा आउँछ नि त नि ल यहाँ जोड्ने ल जोड गायुमी र नमुले साथीहरू पढ्दैछ साथीहरू चाहिँ पढ्ने तिम्रो दुईजना चाहिँ यहाँ जोड्ने ल पढेको यस्तै हो सुहानाको पनि क्लास भएको छैन यो त सपना हेर्छ नि घरि यसरी अप्सन कहाँ गयो नमु ल भित्र पस्नु अब ल भित्र पस्नु पिसाब लाग्यो भने मम्मी खोज्छ फेरि मम्मी सुसु आयो धेरै बुझे हजुर माम यो खाऊ माम टिपेर खाइदिनु ल गाई पनि माम खाऊ चिया पनि खाऊ मिठो केटाकेटी हो स्कुल हिँडेको हो स्कुल ए मेरो छोरा र भदाइ स्कुल हिँडेको है गुड बच्चाहरू मलाई छोडेर तल पुगिसक्यो स्कुल हिँडेको एकछिन यहाँ उभिएको त यहाँ नम गर्नु न नौजवाना हो यहाँ चाहिँ स्कुलमा लाइन हुँदैछ अहिले हाम्रो ए सुहाना अब सबै स्कुलबाट फर्किँदै गरेको मेरो भदै र छोरा चाहिँ
भदैनी चाहिँ एकछिन छुट्टी भएको छैन उसको चाहिँ अनि फर्किएको छैन ऊ लड्यो 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 छि भुइँमा मी लड्यो बिस्तारै हिँड्न न अनि कस्तो लड्दै डुङ्की डुङ्की हिँडेको त हौ यत्तिका हो दुईजना त सकिन हौ म सकिन स्कुलबाट घर फर्केको लडेर है बाई गर्नु ल बाई 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 अप्सन बाई ल बाई बाई सबैजना बाई स्कुल हिँडेको अरे मेरो बधाई अरे उ त्यहाँ हेर न गीत गाउँदै हिँड्दैछ न खोइ गाउ नानी गाउ त